बालेन स्वयंले समर्थन गरेको आन्दोलनले सत्ता पल्टायो, तर पछिल्लो घटनाक्रमले चाहिँ यो सरकारप्रति बालेन स्वयं चाहिँ आक्रोशित देखिन्छन्। अब त्यसको कारण चाहिँ के होला? 24 गते बालेनजीलाई चाहिँ सरकारको नेतृत्व लिने स्पष्ट बाटो थियो होइन। त्यो किसिमले एउटा आम रूपले स्थापित पनि भइसकेको थियो। त्यो किसिमले शक्ति समीकरण पनि उहाँको लागि पाएको थियो होइन। उहाँले आफूलाई त्यसरी स्थापित गराउने काम पनि गर्नुभएको हो। अब त्यसमा त्यो कसरी के धेरै चर्चा नगरौँ होइन। तर त्यो किसिमले चाहिँ त्यो न्यारेटिभमा चाहिँ आफूले उहाँलाई त्यो पाएको ठाउँमा उभ्याउने काम पनि गर्नुभएको होइन। तर उहाँले त्यो दिन सोचेको भन्दा स्थिति विकराल भएपछि जुन उहाँले खुट्टा कमाउनु भयो होइन, त्यसपछि अब उहाँले त त्यो लिनु भएन। उहाँ त अब मेयरमै सीमित हुने उहाँको चाहना देखियो होइन। अब त्यसपछि चाहिँ उहाँले अब यो हुन त यो सरकार बनाइनु भयो। यो सरकार उहाँप्रति मात्रै होइन, भनौँ न अब अरू विभिन्न पक्षप्रति एक किसिमले अनुबन्धित छ होइन। अब त्यो त आफ्नो ठाउँमा छँदैछ, तर अनुबन्धित छ भन्दैमा होइन, एक किसिमले उत्तरदायी छ भन्दैमा उहाँले के भन्छ, जो भनौँ न एक किसिमले चाहिँ नेतृत्वमा आइसक्नु भएका पात्रहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ कानुनको कुरामा हामी कालोमा जानु हुँदैन होइन। हामी केही कुरामा फ्लेक्सिबल हुन सक्छौँ, तर तपाईँको पूर्वाग्रहलाई पुरा गर्न मात्रै, तपाईँको इच्छा पुरा गर्न मात्रै हामी यी सन्दर्भमा चाहिँ कालोमा चाहिँ जान मिल्दैन, कालो ब्ल्याक जोनमा जान मिल्दैन, ग्रे जोनसम्म जान मिल्ला भनेर भन्दाखेरि चाहिँ अब उहाँलाई चाहिँ बडो के भन्छ यो किसिमको चाहिँ आक्रोश हुने वा आफू आक्रोशित हुने होइन, वा आफू एकदमै सीमित भए जस्तो लाग्छ भने त त्यस्तो उहाँलाई अहिले लाग्नु थियो भने होइन, उहाँले त 24 गते नै नेतृत्व लिनुभएको भए हुन्थ्यो नि त। कसैले मेरो चाहना त्यो थिएन होला, मलाई त डर छ उहाँ एकदम अधिनायकवादी प्रस्तुतिकरण हुन्छ भनेर उहाँको होइन। उहाँको कसैप्रति जवाफदेहिता हुँदैन, उहाँको डेमोक्रेसीको फन्डामेन्टल्स बारे नै क्ल्यारिटी छैन भन्ने त मलाई त डर छ होइन। तर त्यही पनि त्यो दिन त उहाँ बन्न चाहनु भएको भए कसैले रोक्न सक्थेन कि। अनि त्यसो भएर अहिले आएर यस्तो कचमच गरेर होइन, अनि एकदम जिद्दी गरेर बच्चा जस्तो व्यवहार गर्नु नै थियो भने आफ्नो कुरा पुरा हुँदैन, आफ्नो चाहना पुरा हुँदैन भने त्यही दिन नेतृत्व लिएको भए भइहाल्थ्यो।